कति पानीमा बस्यो दाइ? यहाँ अहिले 3 पानी हाल्यो। 3 पानीमा बस्यो? यो कतिमा निकाल्ने? अब 5 पानीमा निकाल्ने। 5 पानीमा निकाल्ने? ए यो चाहिँ कोदोलाई कसरी बनाउने हो रक्सी चाहिँ खासमा यहाँको चाहिँ? खास अब पहिला पकाउने, हजुर, त्यहाँबाट एउटा मात्रामा भिजाउने, अलि हल्का तातो हुने बेलामा मर्चा पिस्यो अनि मल्ने अनि डब्बामा राख्ने। ए अनि त्यसलाई चाहिँ कति समयपछि पकाउनु मिल्छ? यो अब आज हाल्यो, भोलि निस्किन्छ, फेरि डडममा हाल्छ। ए डडममा हालेर पाकिरहन्छ, त्यहाँबाट निकालेर पार्ने। ए अनि यो चाहिँ कहिले खाने हो? यो अब भरे खाने। ए भरे नै खाने? ए हजुर आफैलाई खाना कि व्यावसायिक रूपले? ए यो भित्र चाहिँ भाँडो हुन्छ है? माटोको भाँडो हुन्छ। माथि चाहिँ पानी चेन्ज गर्नुपर्छ, तल चाहिँ कोदो हाल्नुहुन्छ। 3टा तला हुन्छ है? हुन्छ, धन्यवाद।